सौर्यमण्डल सम्बन्धी क्वेशनहरू रहेको छन्। इक्जामको दृष्टिकोणले धेरै इम्पोर्टेन्ट क्वेशन रहेको छन्। हामी क्वेशन सुरु गरौँ। क्वेशन नम्बर 1 मा के रहेको छन्? पृथ्वीबाट देखिने सबैभन्दा चम्किलो तारा कुन हो? पृथ्वीबाट देखिने सबैभन्दा चम्किलो तारा कुन हो भनेको क्वेशन रहेको छ। एक अप्सन के हो? 1 नम्बरमा ध्रुव तारा, 2 नम्बरमा के हो भनेको चित्रा, 3 नम्बरमा के हो भनेको लुब्धक, 4 नम्बरमा के हो भनेको सिरियस। यसको एन्सर के हुन्छ भनेको साइरस। साइरस भनेको अप्सन नम्बर सी। साइरसलाई नै लुब्धक तारा भनिन्छ। अब हामी अर्को क्वेशनमा जाउँ। क्वेशन नम्बर 2 मा 2 मा के रहेको छ भने कुन ग्रहलाई सुनौलो ग्रहको उपनामले समेत चिनिन्छन्? सुनौलो ग्रहको उपनामले चिनिने ग्रह कुन हो भने शनि ग्रह हो। र बृहस्पति अप्सन ए मा के रहेको छ भने बृहस्पति। बृहस्पति ग्रहको विशेषता के रहेको छ भनेको सबैभन्दा ठुलो ग्रह ठुलो प्लानेट कुन हो? बृहस्पति हो। त्यस्तै बुध ग्रहको विशेषता के हो भनेको हामीलाई क्वेशन सोध्यो भनेको सबैभन्दा सानो ग्रह कुन हो भनेको बुध हुन्छन्। र मंगल भनेको रातो ग्रह हो। त्यस्तै गरी सुनौलो ग्रह भनेको शनि ग्रह हुन्छ। यसको अप्सन डी हुन्छ। अर्को के रहेको छ भने क्वेशन नम्बर 3 मा आकारको आधारमा निम्न ग्रहहरूलाई ठुलोदेखि सानो क्रममा राख्दा कुन जवाब सही हुन्छ? यो के को आधारमा दिएको छ भनेको आकारको हिसाबले। अब हामी अप्सन ए बुध, शुक्र, शनि, अरुण रहेको छन्। बी के हो भनेको अरुण, शुक्र, शनि र बुध। त्यस्तै गरी सी मा के छ भनेको शनि, अरुण, शुक्र, बुध रहेको छन्। यसको एन्सर चाहिँ सी हुन्छन्। अब सबैभन्दा ठुलो आकारमा सबैभन्दा ठुलो बृहस्पति हुन्छ। बृहस्पति पछि के हुन्छ? शनि। बृहस्पति छैन भनेको शनि भयो। त्यस्तै गरी अब यसबाट शनि अरुण भयो हैन। अरुण छैन, शनि ग्रह, वरुण ग्रह, बुध र शुक्र र बुध ग्रह भयो। अप्सनमा यही रहेको छ। अर्को अब 4 नम्बर क्वेशनमा जाउँ। 4 नम्बर क्वेशनमा के रहेको छ भनेको सूर्यबाट सबैभन्दा टाढा रहेको ग्रह कुन हो? सूर्यबाट टाढा कुन ग्रह हुन्छ भनेको अरुण हुन्छन्। र नजिकको ग्रह सोध्यो भनेको बुध हुन्छ। त्यस्तै अब क्वेशन नम्बर 5 मा के रहेको छन्? 8 वटा ग्रह मध्ये सबैभन्दा तातो र सबैभन्दा चम्किलो ग्रह भनेर कुन ग्रहलाई चिनिन्छ? सबैभन्दा तातो र सबैभन्दा चम्किलो ग्रह भनेको शुक्र हो। र यसैमा एकपट्टि तातो र अर्कोपट्टि चिसो ग्रह सोधियो भनेको बुध हुन्छन्। त्यस्तै गरी 6 नम्बर क्वेशनमा हामी जाउँ। 6 नम्बर क्वेशनमा के रहेको छन्? कुन ग्रहलाई प्रेम र सुन्दरताको देवी भनिन्छ? प्रेम र सुन्दरताको देवी कुन हो भनेको शुक्र ग्रह रहेको छ। बुध, पृथ्वी र बृहस्पतिको यिनीहरूको बारेमा हामी माथि पढिसक्यौं। त्यस्तै गरी अब 7 नम्बर क्वेशनमा के हो? कुनै ग्रहले सूर्यको वरिपरि एकपल्ट घुम्न लाग्ने अवधिलाई त्यस ग्रहको केलाई जनाउँछ भनेको 1 वर्षको अवधिलाई जनाउँछ। र अब यसैमा हामीलाई के पढ्नुपर्छ भनेको यो ग्रहहरू दिएको छ नि, जस्तैमा बुध ग्रह, शुक्र ग्रह, मंगल ग्रह, बृहस्पति ग्रह, अरुण ग्रह, यिनीहरूको कलर कुन ग्रहहरू, यिनी ग्रहहरू